दर्शकहरू नमस्कार। रफ्तार न्यूजको न्यूज बुलेटिनमा तपाईहरुलाई हार्दिक स्वागत छ। देश विदेशमा छरिएर बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुप्रति नववर्ष 2082 को हार्दिक मंगलमय शुभकामना, सुस्वास्थ्य, दीर्घायुको कामना पनि गर्न चाहन्छौं। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईको 2082 सुखमय रहोस्। साल फेरियो दशमार बाद हामी नेपाली जनताको अवस्था फेरिएन। साल हरेक वर्ष फेरिरहन्छ, तर हाम्रो अवस्था झनझन जर्जर बन्दै गएको छ। नेपालमा भ्रष्टाचारले जरा गाड्यो, नेपालमा शासकहरूले जडा गाडे। नेपालीहरूको अवस्था यस्तो बनेको छ। यतिखेर सडकमा राजा आऊ देश बचाउको नारा लागिरहेको छ, तर तपाई हामी जस्ता नेपालीहरू भन्न बाध्य छौं, एनी हाउ विदेश जाऊ, पैसा कमाऊ, सरकारलाई रेमिटान्स पठाऊ। यो आजको अवस्था हो दशमारबाद, जसले गर्दा यतिखेर युवाहरूमा निराश पैदा भएको छ। त्यो निराशको झल्को चैत्र 15 गतिको प्रदर्शनले देखाएको थियो। त्यसमा भने धेरै व्यक्तिहरू पक्राउ परेका छन्। राप्रपाका रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतका आन्दोलनकारीहरू पक्राउ परेका छन् भने पछिल्लो समयमा दुर्गा प्रसाईलाई पनि भारतको आसामबाट पक्राउ गरेर यतिखेर हिरासतमा राखिएको छ। 12 दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिएको छ। के विषयमा उनीमाथि अनुसन्धान हुँदैछ त्यो रिपोर्ट पनि हामी तपाईहरु माझ दिनेछौं। त्यसैगरी राज्य नेपालमा भ्रष्टाचारले जडा गाडिरहँदा नेपाली युवाहरू 18 वर्षपछि झोला बोकेर परदेशतिर जानुपर्ने बाध्यता छ, जसले गर्दा पनि नेपालमा यतिखेर शासकहरूको रजगर चल्दै आएको छ। 17,000 जनताको बलिदानी बाट आएको लोकतान्त्रिक गणतन्त्र 17 वर्षदेखि हाली मुहाली गरिरहेका गणतन्त्रवादी दलहरूकै रोबहरमा घुमिरहेको छ। सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेस र नेकपा एमाले यतिखेर अस्थिर बन्न पुगेका छन्। यतिखेर भने नयाँ साल लागेसँगै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 2082 नयाँ साल लागे लगतै फेरि अब नयाँ सरकार बन्ने दाबी गर्न भ्याएका छन्, जसले गर्दा यो अस्थिर राजनीतिका कारण नेपालीहरू सबै निराश छन्। नेपालमा यति धेरै महँगाई छ, आयात बढ्दै गएको छ, निर्यात केही छैन, देशमा रोजगार छैन। त्यसकारण पनि युवाहरूमा चरम निराश। गत वर्ष 2081 नेपाली राजनीतिमा खासै सुखद विषय रहेन र तपाईँ हामी नेपाली जनतालाई पनि खासै सुखको वर्ष देखिएन, किनकि राजनीतिक उतार चढाव र नेपाली राजनीतिका भिआइपीहरू पनि जेल लहर जाने क्रम चलिरहेको। 2081 मा कसले जेलको बाटो तय गरे र को जेलमा छन्, को हिरासतमा छन्, यो रिपोर्ट हेर्नुहोस्। 2081 सालमा कुन भिआइपी कसरी जेल पुगे भन्ने विषयमा छोटकरीमा चर्चा गर्नेछौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वर्षभरि चर्चामा रहे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएका उनी अहिले कहिले पोखरा, कहिले रूपन्देही त कहिले चितवनको प्रहरी र अदालतमा पुगिरहे। अन्ततः उच्च अदालत तुलसीपुरको बुटोल इजलासले लामिछानेलाई चैत्र 22 मा जिल्ला अदालत रूपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दियो। रूपन्देहीको सुप्रिम सहकारीबाट रवि लामिछाने सहित 42 जनाले 55 करोड रुपियाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो। गत माघ 13 गते जिल्ला अदालतले लामिछानेलाई 1 करोड रुपियाँ थरोटीमा छाड्न आदेश दिएको थियो। लामिछाने विरुद्ध कास्की, काठमाडौँ, चितवन र पर्सामा पनि सहकारीको रकम संगठित तवरले गरेको आरोप मुद्दा लागिरहेको छ। त्यसैगरी अर्का भिआइपी हुन् दीपक मनाङ्गे। गत कार्तिकमा सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री राजीव गुरुङ दीपक मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहरायो। सर्वोच्चका न्यायाधीश दै नहकुल सुवेदी र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले दीपक मनाङ्गेलाई दोषी ठहर गरेको हो। उनी मनाङ खबाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध रूपमा निर्वाचित भएका सांसद थिए। 2060 सालमा उनलाई अर्का गुण्डा नाइके मिलन गुरुङ चक्रेको हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो। दीपक मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो। 2069 सालमा उच्च अदालत पाटनले उनलाई 5 वर्ष जेल सजाय सुनाएको थियो, तर उनी उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालत पुगेका थिए। फैसला अनुसार अब दीपक मनाङ्गेले अझै 3 वर्ष कारागारमा बस्नुपर्ने भएको छ। यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी 2 वर्ष कारागार बसिसकेका छन्। अर्का भिआइपी हुन् छविलाल जोशी। माघमा बुटुलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी पूर्वपक्षका लागि जेल चलान भए। जिल्ला अदालत रूपन्देहीले थुनछिक बहसपछि जोशीलाई पूर्वपक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो। उच्चले पनि जिल्लाकै आदेश सदर गर्दै उनलाई कारागार पठायो।
जोशीसँग त्यसअघि सूर्यदर्शन सहकारीको रकम अपचर मुद्दामा कास्की जिल्ला अदालतले 88 लाख र काठमाडौँ स्वर्णलक्ष्मी सहकारी ठगी रकम अपचर मुद्दामा काठमाडौँ जिल्ला अदालतले 50 लाख रुपियाँ धरोटी माग्ने आदेश गरेको थियो। त्यसैगरी अर्का भिआइपी हुन् लीलावल्लभ अधिकारी। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी पक्राउ परेका थिए। अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैर कानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप लागेको थियो। तर जापानको अध्यागमनले अधिकारी सहित उनीसँगै गएका खोटाङका 36 वर्षीय दावा शेर्पा, खोटाङकी जनक राई र रसुवा घर भएका 22 वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो। जापान काण्डमा मुछिएपछि अधिकारीले नेकपा एमाले मन्त्रीबाट राजीनामा गराउनुका साथै पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले कोशी प्रदेशका पूर्व मन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरिसके उनी रिहा भएका थिए। त्यसैगरी अर्का भिआइपी हुन् देवकुमार नेपाली। असोजमा 16 महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थापक अध्यक्ष देवकुमार नेपाली पूर्व पक्षका लागि कारागार चलान भएका छन्। सहकारीको बचत रकम अपचरण गरेको अभियोगमा थुनचिक बहसपछि जिल्ला अदालत बागलुङले नेपालीलाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 16 महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरी गलत्याएर जिल्ला अदालत बागलुङमा पेश गरेको थियो। सहकारी ठगीमा अध्यक्ष नेपाली सहित सञ्चालक विरुद्ध कास्कीमा 524 र बागलुङका 1443 बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए। सहकारीका बचतकर्ताको 2 अर्ब रुपियाँ बचत रकम हिनाबिना गरी 5 जेठ 2080 उनी बुर्तिबाङ बजारबाट सपरिवार सहित फरार भएका थिए। त्यसैगरी अर्का भिआइपी हुन् अञ्जना कोइराला। प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती सहकारी ठगी प्रकरणमा जोडिन्। अञ्जना कोइराला फरार थिइन् तर एकाएक अदालतमा हाजिर भइन्। मोरङ धनपाल थान 4 मा रहेको उमा गौरी कृषि सहकारीको रकम अपचलनका नाममा जोडिएकी अञ्जना कोइरालाले पुस 2 मा पक्राउ पूर्जी जारी गरेपछि फरार थिइन्। अदालतको आदेश अनुसार 10 लाख धरोटी बुझाएर उनी पनि रिहा हिन्। त्यसैगरी अर्का भिआइपी हुन् रविन्द्र मिश्र र धवल शमशेर राणा। गत चैत्र 15 मा राजवादीहरूले हिंसात्मक घटना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरालाई पनि प्रहरीले पक्राउ गर्यो। जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनीहरूमाथि 3 कुनिमा चैत्र 15 मा भएको घटनासँग जोडेर राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा अनुसन्धान गरिराखेको छ। काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई 15 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसअघि उनी विरुद्ध पहिलो पटक 5 दिन र दोस्रो पटक 6 दिन म्याद थप भएको हो। त्यसैगरी अर्का भिआइपी हुन् मेडिकल व्यवसायी दुर्गा प्रसाई। चैत्र 15 गते राजवादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनका क्रममा उनले हिंसा भड्काएर उनी फरार भएका थिए। उनी हाल प्रहरीको हिरासतमा रहेका छन्। राजवादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चार गृह र व्यापारिक केन्द्र गरी कुल 40 संरचनामा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाट समेत मचाएका थिए। त्यस्तै सार्वजनिक तथा निजी गरी 69 वटा गाडीमा क्षति पुर्याएका थिए। घटनामा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सबिर महर्जनको ज्यान गएको थियो भने 129 जना घाइते भएका थिए। 5 जना अझै अस्पतालमा छन्। यसअघि विभिन्न प्रकरणमा प्रसाई जेल जाँदै धरतीमा छुट्दै आइरहेका थिए। सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि राप्रपाकी सांसद गीता बस्नेत पनि अहिलेसम्म फरार छिन्। उनी पूर्व नवलपरासी स्थित छिपछिपी सहकारीको रकम हिनाबिना गरेको आरोपमा उनीसहित 25 जना विरुद्ध जेठ 20 मा मुद्दा दर्ता भएको थियो। त्यस्तै नेपाली काङ्ग्रेसकी सांसद माया राई पनि सहकारी ठगीमा मुछिएका छन्। नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङलाई पनि सहकारी ठगीको आरोप लागेको छ तर अहिलेसम्म यिनीहरू पक्राउ परेका छैनन्। पूर्व पत्नी सहकारी प्रकरणमा जोडिएपछि धनराज गुरुङलाई पनि पटक पटक प्रहरले बोलाएर बयान लिए काम गरिरहेको छ। सत्तामा रहेका जोसुकै भए पनि जुनसुकै ठगीमा मुछिए पनि सत्ता पक्षले भने आफ्ना सांसद र नेतालाई बचाएको छ। त्यसैगरी नेपालमा चरम असन्तुष्टिका बीच शिक्षकहरूको आन्दोलन पनि यतिखेर काठमाडौँमा तनावग्रस्त सिर्जना भइरहेको छ। सरकारसँग वार्ता सहमति नजिक पुग्न सकेको छैन, जसले गर्दा शिक्षकहरूले निरन्तर आज करिब 11 दिनदेखि निरन्तर रूपमा प्रदर्शन गरिराखेका छन्। आफ्ना माग सम्बोधन नभएसम्म आफ्नो कर्ममा नफर्किने शिक्षकहरूले बताएका छन् भने भर्खरै मात्रै समाप्त भएको एसई परीक्षाको पेपर पनि उनीहरूले जाँच नगर्ने सरकारसँग चेतावनी दिएका छन्। सरकारले भने उनीहरूलाई साम्य पार्ने प्रयत्न गरेको थियो तर त्यो सम्भव भएन। भोलिबाट झन् सशक्त रूपले शिक्षकहरूले आन्दोलन गर्ने तयारी थालेका छन्। यो रिपोर्ट हेर्नुहोस्।
झण्डै 2 सातादेखि सडक सङ्घर्ष गरिरहेका शिक्षक तथा विद्यालय कर्मचारीले आन्दोलनलाई थप सशक्त बनाउने योजना बनाइरहेको बुझिएको छ। नेपाल शिक्षक महासङ्घको आयोजनामा भइरहेको आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्षलाई पनि सडकबाटै स्वागत गर्ने तयारी गरेका छन्। शिक्षा ऐन तत्काल ल्याउन सरकारलाई दबाब दिइरहेका नेपाली शिक्षकले तिनै तहका सरकार र सम्बन्ध पक्षले आयोजना गर्ने बैठकमा सहभागी नहुने निर्णय समेत गरेका छन्। नेपाल शिक्षक महासङ्घको 77 जिल्ला 7 प्रदेश र केन्द्रीय आन्दोलन परिचालन समितिको सोमबार बसेको पूर्ण बैठक त्यस्तो निर्णय लिएको आन्दोलनको नेतृत्व गरिरहेका नेपाल शिक्षक सङ्घ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौरगाई तेजुले जानकारी दिएका हुन्। मध्य बानेश्वर स्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न बैठकमा आन्दोलनको समीक्षा गर्नुको साथै जिल्ला प्रदेश अध्यक्षहरू र संयोजकसँग सुझाव समेत लिएको छ। सुझावका आधारमा आन्दोलनको 10 बुँदी खाका सार्वजनिक गरेको छ। 10 बुँदी निर्णयमा भनिएको छ अबको आन्दोलनमा पालिकादेखि लिएर केन्द्रसम्मका महासङ्घ र आबद्ध सम्बन्ध सबै घटकका कार्य समितिका पदाधिकारी र समितिका सबै र प्रत्येक विद्यालयका प्रधानाध्यापक अनिवार्य भोलि वैशाख 2 गतेदेखि काठमाडौँ उपस्थित हुनुपर्ने भएको छ। प्रत्येक विद्यालयका कुल शिक्षक कर्मचारी मध्ये कम्तीमा विशेष परिस्थितिमा बाहेक हाललाई कम्तीमा 60% अनिवार्य काठमाडौँमा उपस्थित हुने निर्णय समेत भएको छ। त्यस्तै बैठकले महासङ्घको माग पूरा भएको खण्डमा त्यसको हिस्सेदार सम्पूर्ण शिक्षक कर्मचारी हुने भएकाले आम शैक्षिक हडताल भनेर आर्थिक नैतिक र भौतिक रूपमा सहभागी नभई घरमा बसेर रमिता हेर्ने शिक्षक कर्मचारीहरूका सन्दर्भमा वैशाख 2 गतेदेखि आन्दोलनमा हाजिर अभिलेखलाई चुस्त दुरुस्त राख्ने समेत निर्णय गरेको छ। त्यसैगरी बैठकले महासङ्घ र आबद्ध र सम्बन्ध घटकका पालिकादेखि केन्द्रसम्मका समितिमा रहेका सदस्य तथा पदाधिकारीहरूको सन्दर्भमा वैशाख 2 गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी नभई त्यस्तो पदबाट तुरन्त हटाई आन्दोलनमा सहभागी शिक्षकहरूबाट अन्य व्यक्ति मनोनयन गरिनुपर्ने, प्रत्येक शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी एसी उत्तर पुस्तिका परीक्षण केन्द्र र कक्षा 12 को परीक्षा केन्द्रको पूर्ण विवरण माग गरी हाललाई उत्तर पुस्तिका परीक्षण र कक्षा 12 को परीक्षा सञ्चालनमा कुनै पनि शिक्षक तथा प्रधानाध्यापक सहभागी नहुने निर्णय समेत गरेको छ। बैठकले वैशाख 2 गते भोलिदेखि आन्दोलनमा सहभागी हुने शिक्षक कर्मचारीले आन्दोलनमा जाँदा महासङ्घको चिनारी बाहेक आफू सम्बद्ध घटकको पहिचान खुल्ने टोपी, ज्याकेट तथा भेस्ट लगायतका पोसाक लगाउन नपाउने निर्णय गरेको छ। आन्दोलनमा घुसपैठ हुन सक्ने र गलत व्यक्ति प्रवेश गरी आन्दोलनलाई भड्किलो बनाउन सक्ने सम्भावनालाई ध्यान केन्द्रित गरी महासङ्घले सबै सहभागीले विद्यालय पोसाक र परिचय पत्र अनिवार्य लगाउनु पर्ने निर्णय समेत गरेको छ। सडक आन्दोलनको क्रममा अगाडि आउने फोटो खिच्ने र आफूलाई भाइरल बनाउन खोज्ने गतिविधिलाई दुर्सान गर्न महासङ्घले तोकेको स्थानमा मात्र प्रदेशको संयोजकत्वमा जिल्लाहरू क्रमशः आफ्नो ब्यानर सहित सहभागी हुने र प्रत्येक प्रदेशको समूहमा रहेका जिल्लाहरूले आफ्नो क्षेत्रभित्र बगैँचा पेटीमा बस्ने शिक्षकहरूलाई बीच सडकमा ल्याउन स्वयंसेवक परिचालन गर्ने समेत निर्णय गरेको छ।